गुड मर्निङ। आज मैले फर्स्टचोटि ब्लग स्टार्ट गरेको छु साथीहरू, सबैले हेरिदिनु होला, मन पराइदिनु होला। अनि आज बिहान बिहान हेर्नु न, पानी परेर कस्तो भएको छ, सबैतिरै फुलहरू पानी परेर। अनि हामीहरू चाहिँ एकछिन यसो बनबासातिर जाने भन्ने भयो। अनि त्यसपछि चाहिँ अनि हामी फटाफट खाना पकाउनुतिर लाग्यौँ। अनि खाना पकाएर फटाफट खाएर अनि यस्तै भयो। अनि एकछिन यसो बसियो, गर्मी पनि भएको थियो साथीहरू, पानी पनि परिरहेछ, गर्मी पनि भएको छ। अनि खेतहरू धान सान रोपेर सब भ्याइसक्यो साथीहरू। हाम्रोतिर त सबले भ्याएर पनि हरियो फर्किसक्यो सबै, कति राम्रो देखेको छ आजभोलि त। त्यसपछि हामी बनबसातिर लाग्यौँ साथीहरू। तर मैले घरबाट निस्किएको भ्लग बनाउन पाइनँ, बिच बाटोमा गएर भ्लग बनाएँ। अनि मम्मी र म बनबसातिर लाग्यौँ। अनि पानी रोकिएको थियो, हल्का घाम पनि लागिरहेको थियो। त्यसपछि अनि गयौँ र अनि गयो साथीहरू। यताउता पानीहरू परेर खोला नालाहरू यति भरिरहेको थियो कि पानीले, यस्तो भयो। अनि त्यसपछि हामी बनबसा इन्डिया छिर्यौँ। अनि इन्डियातिर गयो। अनि त्यहाँनिर चेकिङ हुन्छ, अगाडितिर चाहिँ हामीले सबै डकुमेन्टहरू देखाउनुपर्छ। त्यसपछि हामी बनबसा पुलमा पुग्यौँ साथीहरू। यस्तो पानी बढेको, डर लाग्ने, कस्तो डर लागेको मलाई त त्यो पानीहरूको छालहरू देखेर त्यो पुलमा यस्तो डर लाग्यो नि। अनि एकछिन यस्तो हेऱ्यौँ, अनि यसो भिडियो सिडियो बनायौँ हामीले त्यहाँनिर। भिडियो सिडियो बनायौँ र अनि यस्तो हेरेको त यस्तो पानी नि डर लाग्ने, यस्तो डर लाग्ने पानी साथीहरू। अनि त्यसपछि हामीले लगत्तै फेरि हामी बनबसातिर छिर्यौँ। अनि यसो हेर्दै हेर्दै गयौँ यता। अनि बाटोहरू पनि बन्दै रहेछ बनबसाको बाटोहरूमा, साइडमा। अनि पाइपहरू हाल्दै रहेछ। अनि गऱ्यो साथीहरू। अनि हामीहरू आइहाल्यौँ घर। त्यसपछि भिडियो बनाएनौँ हामीले त्यहाँ चाहिँ, किनेको गरेको। अनि एकैचोटि घर आयौँ र घर आएर चाहिँ अनि मैले देखाउँ न त के ल्याएको छु मेरो ब्लगमा भनेर अनि सामानहरू देखाएँ हामीले चाहिँ। अनि त्यही घरको सामानहरू, दालहरू, अनि सोडा साबुन, त्यही त हो बनबसाबाट ल्याउने। अनि चिनी चियापत्ती त्यस्तै त हो ल्यायो सामानहरू। अनि यो रेनकोट साथीहरू, रेनकोट चाहिँ शरीरमा राम्रै लाग्यो मलाई त, रेनकोट कस्तो राम्रो। अनि हल्दी, अनि गरम मसलाहरू, दालहरू, यताउता सबै चिज ल्याइयो। अनि रमाइलो भयो, बनबसातिर पनि घुमियो एकछिन, यसो माइन्ड फ्रेस, मुड फ्रेस पनि भयो। अनि सासुरुममा गएको थियौँ। अनि त्यसपछि सामानहरू यताउता सबै किनियो, एकछिन घुमियो। त्यसपछि हामीहरू अनि सामान त्यही हो साथीहरू। हेर्दा कट्टा देखेको थियो बनबसा। त्यहाँनिर चेकिङ ल्याउन दिन्छ कि नै भनेर डराइरहेको थियौँ साथीहरू हामीले सामान। तर हामीलाई ल्याउन दियो। तर चिन्ने रहेछन् पुलिसहरूले पनि क्यारिङ गर्ने र अब घर आएपछि सामान कहिलेकाहीँ ल्याउनेहरूलाई चाहिँ चिन्ने रहेछन्। तर त्यस्तो केही पनि सोधपुछ पनि गर्नु भएन, राम्रै तरिकाले आइयो। त्यति सामानहरू, साबुन, भाँडा माझ्ने, नुहाउने साबुनहरू, जिरा, धनिया, मेथी, यस्तै त हो बनबसाबाट ल्याउने भनेको सामानहरू। अनि टमाटर साथीहरू 50 रुपियाँ भारू भन्दै थियो त्यहाँ बनबसामा। तर हामीले चाहिँ ल्याएनौँ टमाटर चाहिँ। टमाटर यहीँ हाम्रो यहाँ मैननगरमै 100 रुपियाँको 1.5 किलो टमाटर, राम्रो फ्रेस टमाटर पाइने। अनि यहीँबाट किनियो टमाटर चाहिँ। अनि मम्मीले चाहिँ बिस्कुटहरू आफूलाई खानको लागि बिस्कुटहरू किन्नुभएको थियो। अनि यो चाहिँ भैँसीलाई गुड साथीहरू, अर्को महिना भैँसी ब्याउने छ। अनि भैँसीलाई गुड खुवाउँछन् त्यतिर, फेरि ब्याउने हुने बेलामा चाहिँ यसो गुडहरू खुवाउँछ। नरिवल पनि किनेको थिएँ मैले वहाँ सस्तो मिलेर, कति 100 रुपियाँको दुईवटा, 100 रुपियाँको दुईवटा हो सायद जस्तो लाग्दैछ मलाई। अनि पानीवाला नरिवल
अनि त्यसपछि साथीहरू अनि चिनी चाहिँ मैले लास्टमा त्यो टिक्कीमा राखेको थिएँ कि पानी परे पनि भिज्छ भनेर अनि त्यही हो साथीहरू आजलाई यति नै। अब नेक्स्ट भ्लगमा चाहिँ म राम्रो राम्रो कुराहरू देखाउँछु हजुरहरूलाई। बाई साथीहरू।